बालेन सरकारको अर्को एकदमै खतरनाक नियम चाहिँ लागू भएको छ। ऊ चाहिँ पेट्रोल पम्पवालालाई अस्ति भर्खरै पेट्रोलको मूल्य भत्तै घटिसकेपछि चाहिँ जसरी पेट्रोल पम्पवालाले सटर बन्द गरेर मोबाइल स्विच अफ गरेर बस्नुभएको थियो, त्यही चाहिँ यस्तो गतिविधि गरेकोमा पेट्रोल पम्पवालालाई चाहिँ 10 लाख जरिमाना र 15 दिनसम्म पेट्रोलको कुनै पनि एक थोपा पनि नदिने भएको छ सरकारले, है त। र अर्को कुरा चाहिँ पेट्रोलको मूल्य बढ्दाखेरि खुसी हुँदै बेच्ने र पेट्रोलको मूल्य घटिसकेपछि यस्ता हरकत गर्नेहरूलाई चाहिँ यो नियम लागू भएको। सर्वसाधारणहरूको मागलाई चाहिँ मजाले पुरा गर्दै यो नियम लागू भएको हो। यो नियम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा दिन नबिर्सनु होला, है त। बालेन सरकारको अर्को एकदमै खतरनाक नियम चाहिँ लागू भएको छ। ऊ चाहिँ पेट्रोल पम्पवालालाई अस्ति भर्खरै पेट्रोलको मूल्य भत्तै घटिसकेपछि चाहिँ जसरी पेट्रोल पम्पवालाले सटर बन्द गरेर मोबाइल स्विच अफ गरेर बस्नुभएको थियो, त्यही चाहिँ यस्तो गतिविधि गरेकोमा पेट्रोल पम्पवालालाई चाहिँ 10 लाख जरिमाना र 15 दिनसम्म पेट्रोलको कुनै पनि एक थोपा पनि नदिने भएको छ सरकारले, है त। र अर्को कुरा चाहिँ पेट्रोलको मूल्य बढ्दाखेरि खुसी हुँदै बेच्ने र पेट्रोलको मूल्य घटिसकेपछि यस्ता हरकत गर्नेहरूलाई चाहिँ यो नियम लागू भएको। सर्वसाधारणहरूको मागलाई चाहिँ मजाले पुरा गर्दै यो नियम लागू भएको हो। यो नियम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा दिन नबिर्सनु होला, है त।